हेलो हेलो सबैजनालाई दर्शन। म चाहिँ पोखरामा चाहिँ एकदमै जाडो छ है, पानी परिरहेको छ। आज 2-3 दिन भयो पानी परेको, जाडो एकदमै बढेको छ। त्यही भएर मलाई एउटा सानो भिडियो बनाउनु मन लाग्यो, बोलेर भिडियो बनाउनु मन लाग्यो। हजुरहरूको सानो त्यस्तो केही होइन, तर एउटा सानो यो चिसो मौसम जाडो हुँदाखेरि मलाई एउटा कुरा देखाउन मन लाग्यो है। यो अरू त्यस्तो केही महत्त्वपूर्ण चिज केही पनि होइन, एउटा सानो यो ज्याकेटको बारेमा हजुरहरूसँग मेरो एउटा अतीतको सम्झनाको लागि एउटा भिडियो बनाउन मन लागेको। त्यही भएर देखाएको फेरि के देखाएको त्यस्तो नभनिदिनु होला साथीहरू, मेरो टिकटक साथीहरू। यो ज्याकेट चाहिँ 10-12 वर्ष अगाडिको कुरा हो। यो चाहिँ म पढ्दै काम गरेर किनेको ज्याकेट हो यो है। आफ्नै परिश्रमले यही हातले काम गरेर किनेको हो है। त्यस्तो नौलो केही पनि होइन, तर पनि आफैले आफ्नो परिश्रमले किनेको है। त्यो चाहिँ आफूलाई एकदमै महत्त्व हुँदो रहेछ है। त्यही भएर यो चाहिँ मैले स्कुल पढ्दै आफै किनेको ज्याकेट हो। छुट्टीको टाइममा काम गरेर किनेको ज्याकेट हो। त्यही भएर मैले राखिरहेको थिएँ साथीहरू, त्यति धेरै लाउँदैन, त्यही भएर अझै नयाँ छ। त्यतिखेर मलाई अलिक ठुलो भइरहेको थियो। म यो लाएर देखाउँछु साथीहरू। यो चाहिँ हाम्रै गाउँको एकजना जेठा सिराल पागो भन्ने चाहिँ, हाम्रो भाषाबाट पागो भनेको चाहिँ ठुलो बाबा, एकजना व्यापारी ठुलो बाबा हुनुहुन्थ्यो गाउँकै। उहाँकोबाट किनेको हो यो। त्यतिखेर पनि मैले यसलाई 1200 हालेको हो साथीहरू। त्यही भएर आफूले परिश्रम गरेर आफूले किनेको लुगा चाहिँ एकदमै महत्त्व हुँदो रहेछ है। अरूले किनिदिएको भए सायद मैले कहिले नै खाइसक्यो होला, तर मैले त्यति सानो उमेरमा मैले परिश्रम गरेर किनेको ज्याकेट भएर, आफै परिश्रम गरेर किनेको ज्याकेट भएर म सम्झनाको लागि तपाईँहरूको सामु मैले आज यो ज्याकेटको बारेमा बोल्न मन लागेर, त्यही पनि चिसोमा लाउँदाखेरि मलाई सम्झना आएर हजुरहरूको सामु मैले देखाएको। के देखाएको यस्तो नभनिदिनु होला साथीहरू। यदि हजुरहरूलाई मन पर्यो लाइक कमेन्ट गरिदिनु होला। बाई।